पहिले जति नै महँगो मोबाइल किने पनि क्यामेरा जस्तो काम त्यसले कहिले पनि गर्नै सक्दैन। हाराहारी 2 लाख पर्ने मोबाइल हो, तर हेर्नुभयो भने यसको लेन्सको साइज कति सानो छ र सेन्सरको साइज पनि कति सानो छ। सेन्सरको साइजले नै तपाईँको इमेज क्वालिटी कतिको राम्रो आउँछ त्यसलाई डिफाइन गर्छ। डिएसएलआरको सेन्सर हेर्नु होला है त, यति ठुलो छ कि तपाईँले मोबाइलको सेन्सरसँग कम्पेयर गर्नुभयो भने लगभग 20-25 गुणा ठुलो नै हुन्छ होला। सो क्वालिटी वाइज त सधैँ मोबाइलको भन्दा तपाईँको क्यामेराको राम्रो आउँछ। त्यो भन्दैमा मोबाइल चाहिँ कामै नलाग्ने क्यामेराको अगाडि भन्न खोजेको होइन। तपाईँले मोबाइलबाट फोटो खिच्नु होला, त्यो राम्रो आउँछ, सोसल मिडियामा अपलोड गर्न लायकै हुन्छ, हेर्दाखेरि राम्रै लाग्छ तपाईँलाई। तर जब जुम गरेर हेर्नुहुन्छ नि क्वालिटी तब त्यहाँ फरक पर्छ। वा जब तपाईँले कलरको कुरा गर्नुहुन्छ, मोबाइलबाट तपाईँले त्यस्तो नेचुरल कलर कहिले पनि पाउनु नै हुन्न। कहिलेकाहीँ धेरै रातो स्किन आइदिरहेको हुन्छ, वा कहिलेकाहीँ तपाईँले नेचुरल खोज्नु भएको जस्तो फोटो पाउनुहुन्न भने क्यामेराको काम भनेको चाहिँ बस यसले फोटो मात्रै निकाल्ने हो। सो यसलाई त्यही हिसाबमा नै अप्टिमाइज गरेर राखिएको हुन्छ। यसको कलरहरू नेचुरल देखाउन ट्राई गरिएको हुन्छ। सो यसको कलर क्वालिटी वा यसको इमेज क्वालिटी सधैँ राम्रो हुन्छ। धेरैजनाले मेरो कमेन्ट सेक्सनमा भन्नुभएको छ आजभोलिको S25 अल्ट्राको अगाडि यो क्यामेराको जुम कति नै हुन्छ र 100 टाइम्स जुम हुन्छ यसमा भन्नुहुन्छ। खासमा यसको जुम भनेको चाहिँ डिजिटल जुम गरेर 100 टाइम्ससम्म हुने हो। मतलब तपाईँले जुम गरिसकेपछि क्वालिटी घट्दै जान्छ। तर क्यामेरासँग त्यो कुरा कहिले पनि हुँदैन, किनभने क्यामेरामा भनेको जब तपाईँले लेन्सलाई यसरी घुमाउनुहुन्छ नि तब अप्टिकल जुम हुन्छ। सो यसको क्वालिटी घट्दैन तपाईँले जति जुम गरिसकेपछि पनि। मोबाइलको 100 टाइम्स जुम भने पनि क्यामेराको 10 टाइम्स मात्रै जुम भए पनि क्यामेराको फोटोमा खिचिसकेपछि पनि तपाईँले जुम गरेर हेर्नुभयो भने क्वालिटी धेरै नै रिटेन हुन्छ। तर यो 100 टाइम्स डिजिटल जुम भइसकेकोमा पहिला नै क्वालिटी घटिसकेको हुन्छ। सो यसमा क्वालिटी तपाईँले खासै देख्नुहुन्न। तर क्यामेरामा भने जुम कम भए पनि तपाईँले फोटोमा पछि क्रप गर्दाखेरि पनि यसको क्वालिटी भने राम्रै मेन्टेन भइरहेको हुन्छ। कलर पनि राम्रो मेन्टेन भइरहेको हुन्छ। यसमा भोलिको दिनमा तपाईँले लेन्सहरू चेन्ज गर्नुभयो, तपाईँलाई कस्तो खाले लेन्स चाहिरहेको छ, वाइड एङ्गल खिच्ने लेन्स चाहिरहेको छ कि तपाईँलाई ब्याकग्राउन्ड ब्लर राम्रो आउने लेन्स चाहिरहेको छ कि त्यही हिसाबमा नै यसले तपाईँको रिक्वायरमेन्टको हिसाबमा क्वालिटी वा नभए त्यस्तै लुक तपाईँको दिन सक्छ। फोटो खिचिसकेपछि पनि जुम गरेर हेर्नुभयो भने पनि एकदम क्वालिटी मेन्टेन हुन्छ। जति जुम गर्दाखेरि पनि फोटो फाटिने वा फोटोमा धेरै नोइज आउने भन्ने हुँदैन भने फोनको क्वालिटी पनि राम्रो हुन्छ। तर तपाईँले जब एकचोटि जुम गर्नुहुन्छ र कम्पेयर गर्नुहुन्छ तब थाहा पाउनुहुन्छ कि यसको क्वालिटीमा कति डिफ्रेन्स छ। सो तपाईँ यदि सेकेन्ड ह्यान्डमा क्यामेरा किन्न चाहनुहुन्छ, बेच्न चाहनुहुन्छ, पक्कै पनि क्यामेरा लेन्स घरलाई सम्झाउन सक्नुहुन्छ। नभए यस्तै इन्फर्मेटिभ भिडियोको लागि पक्कै पनि हाम्रो पेजलाई फलो गरिराख्नु होला। हस् त, धन्यवाद।